I was supposed to start the vlog. So welcome everyone. अनुहारै सुन्दैछ कि अब भर्खर उठेर आज चाहिँ हामी हाइक जान लागेको अनि त्यसपछि this will be the short and sweet vlog. So let me get ready है. अब चाहिँ म रेडी चाहिँ भएको छैन, फ्रेस चाहिँ भइसके तर रेडी हुन चाहिँ अलि बाँकी नै छ, लुगाहरू लाउनु पर्छ. So guys म चाहिँ अब यहाँबाट निस्केको. We'll catch up. त्यस्तै ननसेन्स हो भाइ. गाडी चलिसक्यो, हामी ब्याकग्राउन्डमै थाहा हुन्छ. हामी हात्ती बनाइपुग्यो गाइज. अब यहाँबाट हाम्रो रियल जर्नी, कठिन जर्नी सुरु हुन्छ अब हाम्रो. किन म धनी किन्ने भयो? किन म ल हेर्नु गाइज, दुई कुकुरको मिलन भइसक्यो. क्या ब्रेक सुरु हुनु अगाडि भन्जाले दुई शब्द ल भन्छ. दुई शब्द त्यो केही तिमी मामाले हेर्नुहुन्छ. तिमी मामाको लागि भन्नु न एक दुई शब्द. अभिषेक मामाको लागि भान्जालाई लिएर सकिन्छ. अब हाइकिङ जाँदै हामी अब त्यहाँ चिल हान्छौँ, अरू बढी केही त गर्दैनौँ. केही त तेरो फर्स्ट हाइक होइन? फर्स्ट हाइक ल, फर्स्ट एक्सपिरियन्स तेरो रमाइलो हुनुपर्छ. तैँले के गर्नुपर्छ फर्स्ट? ओ एउटा कहाँ खाली फर्स्ट हाइकमा लिऊ गिटार बोक. कहाँ फर्स्ट हाइक भनेको? फर्स्ट हाइकमा कहिले उ त गर्छ यहाँनिर? फर्स्ट हाइक हामीले बोकाइरहेको छ त. पानी किन्नुपर्छ क्या अरे, बरु पानी किनेर आउनुपर्छ गाइज. म सबलाई दुई दुई बोतल पानी दिन्छु भनेको. त्यही पनि जौतापुरको पानी किनेर गाइज. हामी चाहिँ हाइकिङको सबभन्दा एसेन्सियल के इलिमेन्ट भनौँ कि म अलिकति हाइप गर्दैछ दिइहाल्यो. अलिकति पानी लिएर हामी जाँदैछौँ. यहाँनिर दुईजना अनि ल अब चाहिँ हाइक सुरु हुँदैछ गाइज होइन. बाटो चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ. अनि गएको छ बाटो चाहिँ गाइजहरू. यहाँ भत्केको रहेछ अलिअलि तर केही छैन, गुड. हामी हिँड्छौँ, अझै अरू बाटो देखाउँछौँ. यो हेर्नु त यस्तो यस्तो पुरै गाउँवाला भाइब दिन्छ है. गाउँ नै हो किनकि यहाँबाट ल यहाँबाट मैले एउटा कुरा देखेँ यार सबलाई. आर यु कम्फर्टेबल विथ द सुज? ठिक छ, कस्तो छ तेरो जुत्ता? केटाहरूलाई कम्फर्टेबल हुन्छ त हाइकिङ यताउतिमा? अनि म चप्पल लगाएर आएको हुन्थ्यो त बरु. म सिधै गएको नि त उसको. अनि स्पोर्ट्स सु थिएन तेरो? म लायो भ्याएन कि. अनि हिजै गाने बेलामा जुत्ता लगाएर गएको भए हुँदैन थियो तँलाई? मैले भन्नु लागेको थिएँ केटा, सोच्नै आएन त्यो महाबाद दिनु. म भन्नु लागेको थिएँ केटाहरूलाई के अरे जुत्ता चाहिँ अलिकति कम्फर्टेबल खालको लगायो भनेर भन्नु लागेको थिएँ बिहान. म त फेरि अब सबभन्दा बाटोमै हो हेर गाइजहरू. म हेर्नु यतातिरबाट भ्यू अब कुटोले हट्छ त, कुटोले हट्न हो. यत्तिकै भ्यू यस्तो राम्रो छ, माथिबाट झन् कस्तो राम्रो होला. लास्टमा ओह्रालो झारिदिएर बाटै छैन ल हेर्नु गाइज. यति हेरेर नि फर्किँदा के बाटो चाहिँ यताबाट देखाएर छ म्यापमा होइन. तर हामी चाहिँ अब युवा पुस्ता, जेन्जी पुस्ता. म त बुढेसका लागि चाहिँ क्यारे हाम्रो युवा पुस्ताहरू त्यहाँतिर छन् बच्चाहरू. हामी चाहिँ अब एडभेन्चरको नाममा जङ्गल के अरे पुरै भिरालो. म सबभन्दा लास्टमा छु, कोही झऱ्यो भने ममा पर्छ हेर केटाहरू. ल अब चाहिँ हामी जाँदैछौँ यो यस्तो बाटो. दिस इज एडभेन्चर गाइज. यसैको लागि त हामी आएको. वी आर लिभिङ फर दिस. खोजिहाल्छु म आफ्नै बाटो, मेरो आफ्नै गन्तव्य. उहाँबाट मुनिबाट हामी हिँड्दैन चढाम गाइज. कहाँ अहिले थाकेको केटाहरू सबजना थाकिसकेको छन् हेर्नु. यो चाहिँ मरिसक्यो बिचरा मामा चुरोट. कस्तो लेखितरमै बोक्छु. हिँड्दा हिँड्दा यहाँ चाहिँ थाकिसकेको छ कुटु चाहिँ. किन हो हामी रेस्ट गरेको? अनि यो मलाई हिँड्नै मान्दैन, बस्नु बस्छ, घर यहीँ बस्छ. लट्ठी टेकेर हिँड्ने हो. अब एउटा लट्ठी खोजेर लट्ठी टेकेर हिँड्ने. लट्ठी टेकेर हिँड्नेकै सजिलो हुन्छ. फाइनली आधी घन्टा हिँडेपछि हाम्रो हाइकिङ स्टार्ट भएको छ. अब चाहिँ स्टार्ट हुँदा त्यो मान्छे चाहिँ एन्ड भइसक्यो. त्यसले के अरे ज्यान त्यागी छ, त्यसले सास मात्र फेरिरहेको छ त, जिन्दा लास भइसक्यो त. हाम्रो चाहिँ अब यात्रा सुरु भएको छ यहाँबाट.
कुन चाहिँ बाटो माथिको कि मुनि फेरि हेल्प डेस्क यहाँ रहेछ हेल्प डेस्कमा डेस्कै छैन गाइज बेन्च बस गाइज यो चाहिँ मैले मिठो खालको एउटा पाइसकेँ सबैजनाले एउटा लौरो लिएर बुढेसकालको सहारा हामी अब हिँड्दैछौँ कुन चाहिँ बाटो हो ऊ यहाँ ऊ दुईवटा त्यो के लेखेको छ रुको म्याप हेरौँ न गाइज हेरौँ त गाइज भ्यू त मजाको छ है अनि दिस इज छोटा सैलुङ गएर देखाइदिउँ क्या सैलुङ ल गाइज म सैलुङमा अब म चम्पादेवी ट्रायलमा फेरि सैलुङमा फेरि चम्पादेवी वाह यो बाटो लास्टै मन पर्थ्यो कि म टिकटकमा हेर्दा पनि यस्तो यही बाटो देखेर चाहिँ हो जानुपर्छ यहीँनिर जाने भनेर भने मैले लास्टमा दुईवटा बाटो भ्यू त केही देखिँदैन है तर दामी छ ऊ धरेर होइन त ऊ यो सेतो टावर देखेर सेतो टावर त हो नि मलाई लगाइ हेर्नु हाम्रो चाहिँ हाइक एकदम मजाको चलिरहेको छ होइन मेरो खुट्टा दुईचोटि जाँदा जाँदै बचेको छ अब थर्डी त चाम भन्थेँ तर नहोस् यस्तो कुरामा नभएको राम्रो भ्यू चाहिँ अलिकति यो पानी परेको बेलामा मजा आउँथ्यो अरे यो नि मैले नै भनेको रे चाहिँ भने पानी परेको बेला भएको चाहिँ भ्यू मजाले देखिन्छ पोल्युसन धेरै छ कि नेपालको गाडी चाहिँ पोल्युसनले गर्दाखेरि राम्रो देखिँदैन कस्तो मजाको देखिन्छ नत्र यो भ्यू सब घरहरू देखिरहेको चाहिँ गाडी मैले हाम्रो घर देखिरहेको छु यहाँबाट हाम्रो ऊ त्यहाँनिर मैले देखेको छैन ऊ त्यहाँनिर भन्न पनि ल ए त्यहाँनिर छ यही हो हाम्रो डेस्टिनेसन पुग्नुपर्ने गाइज कुट्टु एउटा कुरा भनौँ त है जहिले पनि जाने बेलामा होइन डेस्टिनेसनभन्दा बढी जर्नीलाई उत्योहरू गर्ने हो क्या इन्जोय गर्ने हो इन्जोय द जर्नी बुझिस् इङ्ग्लिस बुझिनस् होला हामी रुकेर गिटार बजाउँदैछ गाइज गिटार बजाएको क्लिप चाहिँ भ्लगमा आउँदैन किनकि तेरो कपिराइट आउँछ गाइज हामी चाहिँ रेस्ट गरेर पनि अब जर्नी स्टार्ट गरिसक्यौँ म देखाइदिउँ न यस्तो मैले टी सर्ट पनि खोलिसकेँ ज्याकेट पनि खोलिसकेँ अब यो ज्याङ्गो पानामाको जङ्गल हामी चाहिँ भड्किरहेको छौँ न हामीसँग खानेकुरा छ न पानी छ कुटलाई एउटा अन्डा दिएको थिएँ होइन खा भनेर यो मलाई नखायो कि मा पिटुङ सर्भाइभल एटिट्युड पिक मलाई लास्टै गाह्रो भइसक्यो गाइजहरू भुजा र चाउचाउ लिएर आएको भए हामीले मजाले खाना खाना हुन्थ्यो अहिले यहाँनिर बसेर केटाहरू भुजा खानु त मलाई के हेरेको मापा सबैलाई त कुकुरलाई बिस्कुट दियो भने अब त मलाई माया लाग्नु थाल्यो त्यही रिग्रेट भयो दिइसक्यो कुकुरलाई अहिले चाहिँ अघि चाहिँ खा भनेर मैले भन्थेँ मैले भनेको दिदा नआउने यसले माथि गएपछि खान्छ भनेर भनेको लगाइ चाहिँ अब म क्यामेरा लिन चाहन्छु अब चाहिँ हामी यतातिर छौँ होइन टुप्पो यहाँनिर चाहिँ रहेछ घर हेर्न सक्नुहुन्छ माटोको घर ढुङ्गाको घर भेरी कन्ट्रोभर्सियल र हाइकको उता त्यही हो गाइज अब धेरै टाढो छैन 2 घन्टा 1 घन्टा लाग्दैन अब हामी जाँदैछौँ यहाँबाट त्यहाँ एकछिन बाटो फोटो खिच्यो भर्याङ छ कि गाइज त्यही भएर गाइजहरू हामी कति आइसक्यो बा यतातिर हामी टन्नै हिँडिसक्यो गाइज लोदिने प्लान चाहिँ कसको थियो कुटुको हाइकिङ आउने प्लान थियो होइन म त बस्दा पनि बस्नुपर्छ जस्तो लाग्छ सबै अब चाहिँ त्यही भएर एकछिन बस्दिउँ अनि गइदिउँ लास्टमा हामी चाहिँ हाइकको लागि त्यति चाहिँ सुइटेबल छैनौँ भनेर हामी थाहा पाइरहेको छौँ भने गाइज बिस्तारै सुटेबल भन्दैन प्रिपेयर छैन हामी चाहिँ त्यहाँनिर हेर्नु सक्नुहुन्छ र गाइज उतिनिर छ हामी चाहिँ अब अलमोस्ट यस हामी पुगिरहेको छौँ बल्कु झर्ने बाटो यताबाट छ सबैलाई किर्तिपुर जान चाहिँ अब पुग्नलाई गाइज पुग्यो मन्दिर यही हो यसैको लागि आएको हामी योभन्दा माथि अब होइन कहीँ पनि जाने
गाइस फाइनली आइपुग्यो हामी रिचम्पादेवी। ओह फर्किने तयारी हुँदैछ गाइस। अब बोल्न पनि नसक्ने अवस्था। गाइस अब चाहिँ हामी फर्किँदैछौँ। अब सिधा ओह्रालोमा चाहिँ गाह्रो हुन्छ किनकि मेरो खुट्टाको लिगामेन्ट गएको छ। तपाईँहरूलाई थाहा छ, थाहा छैन भने पनि अब थाहा भयो। अनि त्यसले गर्दाखेरि अलिकति गाह्रो हुने रहेछ गाइस। मलाई चाहिँ जाडो भएर माथिबाट मैले ज्याकेट पनि लगाएर आएँ। अब हामी तल कतिखेर पुग्छौँ अनि त्यसपछि आफ्नो भोजन गर्नुपर्ने बेला भएछ हाम्रो। अनि भोजन अनलिमिटेड जाँदैछु म चाहिँ गाइस। ओहो देख्न सक्नुहुन्छ काठमाडौँ सहर। अरे त्यो चाहिँ हाम्रै घर हो ल। हेर्नु कतिको जुम हुन्छ मेरो फोनबाट भनेर देख्नुभयो होला तपाईँहरूले। हामी चाहिँ यस्तो ठाउँ आइपुग्यौँ गाइज। ओह्रालो झर्दा झर्दै हामी चाहिँ अघि गएको बाटोभन्दा अर्को बाटो आएको सिधै त्यो यताबाट यो कताको डाँडाबाट हामी सिधै मुनि झरेको ओह्रालो। खुट्टा कामिरहेको छ गाइज, देख्न सक्नुहुन्छ तपाईँहरू। नदेखे पनि कामिरहेको छ भने बुझ्यो हुन्छ। यताबाट हामी काठमाडौँ भ्याली अब मुनि झरेर खाजा खाइन्छ। अब आइपुग्यौँ मुनि, तौड झऱ्यो हामी सिधै। जाने बेला चाहिँ हामी होइन गाइज, लेट मी टक टु यु फर अ वाइल। जाने बेला चाहिँ हामी हात्तीवनबाट गएको थियौँ होइन, तर फर्किने बेला चाहिँ हामी उताबाट तौडाबाट आएको। अनि गाइज देख्न सक्नुहुन्छ यो 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 कहाँ छ त यहाँ हेर्नु त। यो यहाँ माथिबाट यो ओह्रालो झर्ने भएको, ऊ यहाँबाट सुलुल यता माथिबाट सुलुल चिप्लेर यहाँबाट चिल्लु लडेर सिधै गएर मुनि लडेको। यो मलाई के भन्छौ तिमी, कस्तो भयो तिम्रो एक्सपिरियन्स? अब एक्सपिरियन्स सबको सोध्छु ल। ठिकै थियो, एभरेज। तेरो एक्सपिरियन्स के छ भन्दा? मलाई त दामी भयो। अघि लडेर त मसँग भिडियो छ। लडेको सब छ मसँग। ल भन्छ तिम्रो के छ एक्सपिरियन्स, कस्तो भयो? ठिकै ठाक छ, अलि दामी। यहाँनिर एउटा फर्स्ट हाइक अनि तिम्रो कस्तो भयो? एउटा क्लिप हालिदिनु मसँग। अरू के फर्स्ट हाइक ल कुटीले दामी भयो भनेको वालामा एउटा हालिदिनु क्लिप पठाइदिनु। म चाहिँ अब के भन्नु, लिगामेन्ट यस्तो हुँदा पनि हिँड्यो धन्न सकिँदो रहेछ। ठिक छ, रमाइलो भयो। अब चढ्न बेला मैले थाकिएको थियो, स्वाभाविक हो त, रमाइलो भयो। अब फेरि पनि पछि कुनै बेलामा जोरिहाल्यो भने जम्ला। के अरे ट्रेकमा सबभन्दा हाइकमा सबभन्दा धेरै साथ दिएको एउटै कुरा थियो यसले। गुड भाइ सक्यो। साइड चाहिँ ढोग्नु न। अब आजको हाम्रो भ्लग पनि हेरेर सक्यो नि गाइस। द्याट्स अल।